सो अहमद खान जस्तो चुतिया डाइरेक्टर भयो भने कस्तो खालको फिल्म बन्छ त? वेलकम टु द जङ्गल जस्तो घटिया फिल्म बन्छ। आपके पास एक जबरदस्त कहानी है। और टाइटल क्या है फिल्म का? वेलकम टू द जंगल। यो मान्छे खासमा पहिला एउटा कोरियोग्राफर थियो। यसले टन्नै हिन्दी मुभीहरूमा एज अ कोरियोग्राफर काम गर्थ्यो। तर थाहा छैन कुन चाहिँ प्रड्युसरलाई भूत चढ्यो र यसलाई एज अ डाइरेक्टर लिएको थियो त्यो फिल्ममा। यसले वेलकम टु द जङ्गल, यसले हिरोपन्थी 2, यसले बागी, यसले फुल एन्ड फाइनल जस्तो थर्ड क्लास फिल्महरू बनाएको छ। र इन्ट्रेस्टिङ कुरा के हो भने यस्तो डाइरेक्टरले अहिले पनि बलिउडमा काम पाउँछन्। वेलकम टु द जङ्गल भन्ने जुन यो मुभी छ, यो मुभीको राइटर चाहिँ एउटा फराद साम्जी भन्ने एकजना मान्छे हो। यो फराद साम्जी भन्ने मान्छे चाहिँ अहिलेसम्मको बलिउडको सबैभन्दा घटिया राइटर मध्येको हो। यसले धेरैवटा फिल्महरू लेखेको छ, तर कुनै पनि फिल्म हेर्न लायक हुँदैन जब त्यो फिल्मको डाइरेक्टर वा राइटर फराद साम्जी हुन्छ। यो मान्छेले पनि अहिलेसम्म कसरी काम पाउँछ एज अ राइटर, यो पनि अब भगवान बाहेक कसैलाई पनि थाहा छैन। हि इज एन इडियट। यो घटिया मान्छेले हाउसफुल 4, बच्चन पाण्डे, किसी का भाइ किसी की जान, हाउसफुल 3 अनि अर्को घटिया फिल्म हाउसफुल 2, इन्टरटेनमेन्टहरू जस्तो घटिया घटिया फिल्महरू लेखेको छ, डिरेक्ट गरेको छ। त्यही पनि अहिलेसम्म यो मान्छेले अझै एज अ राइटर काम पाइरहेको छ। फिल्मको कास्ट वा स्टार कास्टको कुरा गर्ने हो भने यति ठुलो एक्टरको जमातहरूको बखडा क्रिएट गरेको छ। अक्षय कुमार, सुनिल शेट्टीदेखि लिएर त्यो कमेडी सर्कसहरूको सबैजना एक्टर, स्ट्यान्डअप कमेडियनहरू, कृष्णहरू जस्तो को एक्टरहरू छन् सबैलाई बटुलेर फिल्ममा ल्याएको छ। फिल्ममा दिलेर मेहन्दी जस्तो गायकलाई पनि एज एन एक्टर लिएको छ। अब यस्तो मुभीबाट के एक्सपेक्टेसन राख्ने अडियन्सले? फिल्ममा त्यसको केही कामै छैन, त्यसै बिचमा आउँछ, गीत गाउन खोज्छ, द्याट्स इट। आपका नाम तो दलेर है। क्या दलेर 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 नाम होने से कोई दलेर नहीं हो जाता। मेरी बीवी का नाम शांति है, सारा दिन चपड़ चपड़ करती रहती है। फिल्म हेर्दाखेरि एक्चुअल अलिकति मजा आउने भनेको अक्षय कुमार स्क्रिनमा हुँदाखेरि हो। क्यामेरा अगाडि अलिकति राम्रो काम गरेको भने अक्षय कुमारले मात्रै छ। सुनिल शेट्टी, त्यो दिशा पटानी, ज्याक्लिन फर्नान्डेज, परेश रावल, अर्शद वारसी, लारा दत्ता, राजपाल यादव, उर्वशी भन्ने अर्को, यिनीहरू सबै बटुलेर राखेको छ जसको केही कामै छैन फिल्ममा। अर्को अर्शद वारसी, ज्याकी श्राफ, रविना टन्डनहरूलाई पनि केही टाइम दिएको छ स्क्रिनमा, जसले केही पनि फिल्ममा केही पनि कन्ट्रिब्युटै गर्दैनन्, किनभने फिल्मको राइटर र डिरेक्टरै सबभन्दा घटिया मान्छे मध्येको एक हो। अझै एडिसनली आफ्ताब सिब्दसानी, श्रेयस तलपडे, फरिदा जलाल, यिनीहरूलाई पनि बटुलेर राखेको छ। यत्रो ठुलो स्टारकास्ट मुभीलाई चाहिँदैन। अब जति धेरै एक्टरहरू भयो त्यति इन्गेजिङ फिल हुन्छ अडियन्सहरूलाई। त्यति केही फिल्ममा लेख्दै नलेखे पनि, कन्ट्रिब्युटै नगरे पनि यत्तिकै फिल्म हिट हुन्छ भन्ने मेन्टालिटीले बनाएपछि यस्तो खालको फिल्म बन्छ। अब फिल्मको स्टोरीको कुरा गर्ने हो भने एउटा प्रड्युसर हुन्छ फिल्ममा, जो चाहिँ ब्ल्याक मनी कमाएको मान्छे हुन्छ र त्यसलाई लस देखाउनु पर्ने हुन्छ आफ्नो कम्पनीको, जसले चाहिँ ट्याक्स कम तिरेको भन्ने प्रुभ होस्। र उसले एउटा फ्लप मुभी बनाउन खोजेको हुन्छ र त्यो फ्लप मुभीको स्टार कास्ट कलेक्ट गर्दाखेरि यो सबै एक्टरहरू बनाएर एउटा जङ्गलमा लगेर एउटा मुभी बनाउन खोज्छन्, जुन चाहिँ एउटा फ्लप मुभी हुनुपर्छ त्यो प्रड्युसरको लागि। फिल्ममा त्यो दिशा पटानी र ज्याक्लिन फर्नान्डेज बोल्दाखेरि अडियन्सलाई इरिटेसन फिल हुन्छ। अर्को त्यो सुनिल शेट्टी भन्ने अर्को एउटा एक्टर छ जसले पहिला एउटा फिल्म खेलेको थियो आवारा पागल दिवाना भन्ने, त्यही क्यारेक्टर कपी गरेर यो फिल्ममा पनि सेम क्यारेक्टर प्ले गरेको छ। परेश रावलले इफोर्टै दिएको छैन फिल्ममा, पैसा तिरेपछि अलिअलि एक्टिङ भए पनि गरिदिनै पर्यो भनेर एक्टिङ गरे जस्तो फिल हुन्छ। दिस मुभी इज अ टोटल मेस। जतिसुकै एक्टर कलेक्ट गरे पनि जब मुभीको राइटर डिरेक्टर यस्तो घटिया मान्छेहरू हुन्छन्, त्यो मुभीबाट कसले नै के नै एक्सपेक्टेसन राख्न सक्छ र? अब अडियन्सहरूले त पहिलेदेखि नै यो मुभीबाट केही एक्सपेक्टेसन नै राखेको थिएन, किनभने फिल्मको डाइरेक्टर सबैभन्दा घटिया डाइरेक्टर मध्येको एक हो र अब साँच्चै यो फिल्म पनि त्यो घटिया नै बनेको छ। म चाहिँ एब्सोल्युटली हेर्दै नहेर्नुहोस् यो मुभी भन्छु। अब विकेन्डमा त झन् अलमोस्ट 500 तिरेर हेर्नुपर्छ, क्युएफएक्सहरूमा हेर्दाखेरि पनि, बिग सिनेमाजहरूमा हेर्दाखेरि पनि। त्यही भएर पैसा खर्च नगर्नुहोस्। हिन्दी मुभी त अचेल कुनै पनि राम्रो बन्दैन।
जस्तै धुरन्धर मुभी थियो लास्ट 2टा र त्योभन्दा अगाडि आएको र त्यसपछि रिलिज भएको कुनै पनि मुभी हेर्न लायक रिलिज भएको छैन बलिउडको। त्यही भएर सकेसम्म बलिउड मुभी एभोइडै गर्नुपर्छ भन्छु म नेपालमा। बरु अहिले हेर्ने हो भने तपाईँ टोय स्टोरी 5 रिलिज भएको छ, त्यो फिल्म हेर्नुहोस्। अब्सेसन भन्ने अर्को एउटा मुभी रिलिज भएको छ, त्यो मुभी हेर्नुहोस्। डिरेक्सन कसरी गर्ने, राइटिङ कसरी गर्ने, एक्टिङ कसरी गर्ने भनेर प्रष्ट रूपमा देखिन्छ। यु सुड वाच दोज 2 मुभिज। अब एकदम चर्चित एक्टरहरूलाई लिएर एउटा फिल्म बनाऊँ, जस्तो सुकै लेखे पनि जस्तो सुकै डिरेक्ट गरे पनि अडियन्सहरू त आइ नै हाल्छ विकेन्डमा, अनि पैसा त कलेक्ट गरिहालिन्छ भनेर फर ग्रान्टेड लिएपछि यस्तो खालको फिल्म बन्छ। सो प्लिज डु एभोइड दिस मुभी। दिस मुभी इज अ शिट।